कमिलाको गुड झार्नु आएको छौँ। यहाँ चाहिँ हाम्रो साथीभाइले अब है यहाँ तयारी गरिरहेको छ। हाम्रो भाइले भन्छ होइन कमिलाको गुड खाँदा कस्तो लाग्छ भन्नु। कमिला होइन हौ बेङ्गेले अब हामी बेङ्गे गिराउँदैछौँ। बेङ्गेले अब यो साथीलाई रेङ्गे गर्छ हेर्नु है कसरी। अब हामी गिराउनु जाँदैछौँ। अब एकछिनपछि हेर्नु हामी गिराएर त्यसको अन्डा यत्रो हुन्छ त्यो चाहिँ हामी देखाउँछौँ। यहाँ हाम्रो भाइ उठ्नु हुँदैछ अनि गुड चाहिँ उहाँ एउटा रहेछ है। यहाँ हेर्नुहोस् है अब है अब गर्नुपर्छ होइन बेङ्गे अब कसरी कमिलाहरू साइड गर्नुपर्छ भने त्यो सबै देखाउँछौँ भिडियोमा होइन। अनि यो बेङ्गे हो नि भाइ सानो रहेछ यहाँ चाहिँ होइन यो ठुल्ठुलो भनेको चाहिँ यो हो कि ठुल्ठुलो भनेको यो मसिनो भनेको यो सेतो भएको चाहिँ यो यहाँ रहेछ अलिकति नि एक जस्तो छ। ल साथी यहाँदेखि हामी चाहिँ निक्लियो कम्प्लिट भइसक्यो होइन। यहाँ अब अर्को ठाउँ जानेछौँ। खासै कुरा चाहिँ नराम्रो चिजहरू खान्छ अब त गु मेडिसिन दबाईको लागि बहुत राम्रो कि यसले चाहिँ किरा फट्याङ्ग्रादेखि लिएर मान्छेको गुसम्म छोडेन यो कमिलाले चाहिँ है कमिलाले। तर खानामा चाहिँ एकदम खानामा चाहिँ यसको अन्डा चाहिँ बहुत टेस्ट हुन्छ कि। अब हेर्दैछ माल खान्छ एउटा माल त टाढा चाहिँ जुम गरेर हेरौँ त। यहाँ यो एउटा यो खता चाहिँ पऱ्यो यो चाहिँ परेछ यो परेछ। यसलाई चाहिँ अब झारेर भाइले पुरा प्लान बनाउँदैछ गर्दैछ। अनि यहाँ भाइहरूले अब टक्कै है रसी तसी बाँधेर चाहिँ झार्ने मेला गर्दैछ। आँगा बेसी लामो भयो कि हामी यसलाई सिउरेर अब ठुलो न सानो खालको हामी यसलाई पानी यसो गर्छौँ। अनि हामी दुईवटा पो थिएछ क्या हो हेर्दैछौ दुईवटा हो। अनि यस्तो साह्रो दुःख भएछ कि यस्तो गर्छौँ यस्तो त्यो बेङ्गेले चाहिँ यस्तो गरिन्छ यो साइड गरिन्छ। यहाँ पनि एक दुई गुटी भएको फेरि टिपिन्छ नि यस्तो गरिन्छ फेरि मान्छेले खानको लागि यति साह्रो कष्ट गर्नु पर्दो रहेछ है साथी हो। हेरौँ त यत्रो टोक्ने कमिलासँग पनि छोडिएन होइन। हामीले टोक्ने कमिलाले नै होइन टोक्ने कमिलाले पनि छोडेन। अब कहाँ ऊ भाइहरूलाई कहाँ टोक्दैछ उनीहरूले मात्र थाहा छ। अब हेर्नु भएको छैन अब होइन कता टोक्दैछ। बहुत टेस्ट छ कि खाइ हेर्नुहोस् होइन। अनि त्यहाँदेखि पछाडि भन्नुहोस् ल जी पनि आउनु भएको छ यहाँ अब होइन श्रीमानहरूलाई अब मद्दत गर्नु। अहिले श्रीमानलाई मद्दत गर्नु आएको छ यहाँ बेङ्गेले अहिले कता ठोकेर अहिले भइगयो नि 2 किलो जस्तो साथी हो। हेर्नुहोस् है बेङ्गेको डिममा हो यो चाहिँ बेङ्गेको डिममा भन्न जान्छ है। अब कमिलाको डिममा गुँडीदेखि झारिएको हामीहरूले। अनि साथी यसलाई फ्राई चाहिँ कसरी गर्नुपर्छ भन्ने कुरो है हामीले देखाउँछौँ अहिले। फ्राई कसरी गर्छ भन्ने कुरो चाहिँ है सम्पूर्ण बनेर तयारी भइसक्यो। अब यो बेङ्गेको डिममा है तयारी भइसक्यो। हाम्रो यहाँ भाइहरूले चिया पानी लिएर पुरा रेडीमा बसेको छ। ल भाइ भनौँ त अब हामी यहाँनिर चिया त अब अर्को त खाइँदैन। यस्तो खाम्बा त लाल चिया खाएको चियासित अब लाल चियासित अलिकति जिउ लाग्छ। अब यस्तो ठन्डाहरू खाऊँ भने त सर्दी लाग्ने भन्ने तराई। अनि प्याजले अलिकति यसको एनर्जी बढाउँछ प्याज खायो भने। अनि भाइहरूलाई भिटामिन छ भन्छ कि भिटामिन छ यसमा। अब भिटामिनको लागि म सोध्छु कस्तो हुन्छ भिटामिन है। अनि भिटामिनको लागि चाहिँ के छ अन्त यो वस्तुले यो त बहुतै खतरा नै उता अर्कै भिटामिन यता फेरि हाई सेक्स लाग्छै हुन्छ नि। खाने बित्तिकै कहाँ लाग्छ हौ खाने बित्तिकै शरीरमा त लाग्दैन। के भनौँ अब यस्तो अम्ली हुँदा लाग्छ अम्लीमा लाग्छ। ठिक छ लु त सुरु गरौँ न त है। अब लु गाइस अब हामी सुरु गर्नु पर्यो है। हेरौँ यसमा नुन अलिकति लाउनु पर्ने यहाँ अब टक्की खानुपर्ने यसरी होइन टक्कै हेर लु खाऊ भयो निमक अलिकति जान चर्को भएछ त्यहाँ केही छैन। खोर्सानी कुट्दाखेरि त्यहाँ पनि हालेको थिएँ नि हिजोको बदली त होइन हिजो त ठप्प नि हो। यसले खाने तरिका फेरि अर्कै खालको ल मजा आयो टेस्ट बहुत स्वाद रहेछ है।
होइन भुटो अलिक भुटाइ राम्रो भएन कि जस्तो लाग्छ होइन एकदम ठिक छ अलिक कडा कडा भयो जस्तो लाग्छ त प्याज है? अर्को चाहिँ खसीको मासुभन्दा खतरनाक भएछ नि सबभन्दा बढी यो हाई छ